स्वागत छ तपाईहरुलाई तपाईहरुको आफ्नै युट्युब च्यानल अर्थमा, जहाँ इकोनोमिक्सलाई कन्सेप्चुअली रियल लाइफसँग कनेक्ट गरेर पढाइ हुन्छ। हाम्रो मुख्य अब्जेक्टिभ भनेको इकोनोमिक्सलाई इजी, इन्ट्रेस्टिङ र युजफुल बनाउनु हो। एकचोटि इमेजिन गर, तिमी भर्खर उठ्यौ, ट्याक्क 5 बज्यो हैन, तिमीलाई लास्ट भोक लागिरहेको छ, हिजो राति तिमीले केही पनि खाएनौ। तिमीसँग यहाँ कतिवटा अप्सन हुन्छ? 3वटा अप्सन हुन्छ। एउटा अप्सन भनेको त किचनमा जाने, के खानेकुराहरू छ त्यसलाई खाने है। अर्को भनेको चाहिँ अनलाइनबाट डेलिभरी गर्ने, अर्को भनेको पसल जाने। तिमीले सुरुमा किचनमा हेऱ्यौ, किचनमा केही पाएनौ। तिमीले अब अनलाइन डेलिभरी गर्छु भनेर मोबाइल ब्याङ्किङ ओपन गर्यौ, तर क्यास 0 छ। ल त ल ठिकै छ भनेर अब चाहिँ म क्यास खोज्न थाल्छु, तर क्यास पाउँदैनौ। तिमीलाई लाउँछ, कहाँ गयो त नि यो क्यास भनेर तिमी एकछिन न्युज हेर्छौ, त तिमीले थाहा पाउँछौ यो क्यास चाहिँ तिमीबाट मात्र हैन, यो देशबाट मात्र हैन, सारा संसारबाट क्यास हराइसकेको छ। तर अब एउटा कुरा सोच, पैसा हरायो, तर तिम्रो भोक हराएको छैन। अब फ्यामिलीलाई चाहिने अब जस्तै नुन, तेल, चामल, त्यो निड हराएको छैन। विद्यार्थी भएपछि पढ्नु पर्यो, कपी, पेन, बुक, त्यो निड हराएको छैन। अब वर्करले काम गर्छ फ्याक्ट्रीमा, त्यसको बापतमा उसलाई पे गर्नुपर्ने हुन्छ, त्यसको निड हराएको छैन। ड्राइभरले चाहिँ गाडी चलाउँछ, गाडी चलेको बापत उसलाई दिने सर्भिस चार्जमा चाहिँ उसको भाडा, त्यो निड हराएको छैन। अब क्वेसन आउँछ, पैसा नै छैन त के दिने त नि? पैसा नै छैन, मलाई अब चाहिएको कुरा मैले कसरी पुरा गर्ने? त्यो वर्करले कसरी ज्याला दिने? त्यो ड्राइभरले कसरी ज्याला दिने भन्ने कुरा हो हैन। त्यो बुझ्नको लागि हामीले के बुझ्नुपर्छ भन्दाखेरि चाहिँ यो पैसा भनेको पहिलेदेखि आएको कुरा हैन। पैसा भनेको त धेरै पछि आएको कुरा हो। अब हामीले के सोच्नुपर्छ भन्दाखेरि चाहिँ पहिलाको मान्छेहरूले चाहिँ कसरी डिल गर्थे त्यो सिचुएसनलाई, उनीहरूलाई सामान चाहियो भने कसरी डिल गर्थे। किनभने हामीले त्यो सिचुएसनलाई बुझ्न सक्यौँ भने हामीले त्यो सिचुएसनलाई अहिलेकोमा एप्लाई गर्न सक्छौँ र हामीले कम्पेयर गर्न सक्छौँ कि यो मनी सिस्टम र हामीले अहिले एप्लाई गरेको बार्टर सिस्टम, किनकि क्यास त हरायो, कुन इफेक्टिभ छ र बार्टर सिस्टम किन राम्रो भएन, इत्यादिहरूलाई चाहिँ हामीले छलफल गर्नेछौँ है त। वेलकम टु अर्थ, जहाँ इकोनोमिक्सलाई बुकबाट मात्र होइन, रियल लाइफ र नेपालको इकोनोमीसँग कनेक्ट गरेर बुझिन्छ। अब तिमीलाई चाहिँ भोक लागिरहेको छ, तिमी टक्क लाएर पसलमा गयो र त्यहाँको सबकुपरलाई भन्यो, दाइ मलाई 1 बोरा चामल दिनुहोस् त भनेर भन्यो होइन। सबकुपरले भन्छ, ल 1 बोरा चामलको तपाईँको भयो 1000 रुपियाँ, ल 1000 रुपियाँ दिनुहोस् भनेर उसले भन्छ। तिमी भन्छ, दाइ कहाँ, पैसा त हरायो नि त, नेपालबाट मात्र हराएको होइन नि त, पुरा देशबाट हराइसक्यो पैसा भनेर भन्छौ। तर अब उसले भन्छ, ल पैसा हरायो, तिमीले यो 1 बोरा चामलको बापत मलाई के दिन सक्छौ भनेर उसले भन्छ। तिमी भन्छौ, मेरो ट्यालेन्ट भनेको म चाहिँ इकोनोमिक्स राम्ररी पढाउन सक्छु भन्ने तिमीले भन्छौ। र सपिकरले भन्छ, मलाई चाहिँदैन इकोनोमिक्स, मलाई त दुध चाहिन्छ। अब भयो प्रब्लम सुरु, किनभने तिमीलाई चामल चाहिएको छ, सपिकरसँग चामल छ, तर सपिकरलाई तिम्रो इकोनोमिक्सको एक्सप्लेनेसन चाहिन्न, उसलाई त दुध चाहिएको छ। ल नि त ल दुध ल्याउँछु भनेर तिमी चाहिँ फार्मरबाट जान्छौ होइन। र तिमी चाहिँ किसानलाई भन्छौ, दाइ मलाई दुध दिनुहोस् त, म तपाईँलाई बरु त्यसको साटोमा इकोनोमिक्स पढाइदिन्छु भन्छौ। अब केही पाउनलाई केही त दिनु पऱ्यो, अब पैसा छैन होइन। अब फार्मरले भन्छ, चाहिँदैन मलाई इकोनोमिक्स, मलाई त जुत्ता चाहिएको छ भाइ भनेर फार्मरले भन्यो। अब तिमी त ल नि त ल भनेर जुत्ता बनाउने ठाउँमा जान्छौ होइन। तिमी भन्छौ, दाइ फार्मरलाई जुत्ता चाहिएको छ होइन, तपाईँ जुत्ता दिनुहोस्, फार्मरले मलाई दुध दिन्छ, म सपिपरलाई दुध दिन्छु, अनि सपिपरले मलाई चामल दिन्छ भनेर तिमी भन्छौ। अनि जुत्ता बनाउने मान्छेले भन्छ, तिमी त मलाई के दिन्छ त नि भाइ भन्दाखेरि, दाइ मसँग इकोनोमिक्स पढाउने खुबी छ, म तपाईँले इकोनोमिक्स पढाइदिन्छु भन्छौ। तर उसले भन्छ, मलाई त चामल चाहिन्छ नि भाइ। रुक, यो सिचुएसन एकचोटि हेर, तिमीलाई चामल चाहिएको छ, सपिपरलाई दुध चाहिएको छ, फार्मरलाई जुत्ता चाहिएको छ, र जुत्ता बनाउने मान्छेले चामल चाहिएको छ। सबैसँग चाहिँ केही न केही सामान छ र सबैलाई केही न केही चाहिएको छ, तर एक्सचेन्ज यहाँ सजिलै भइरहेको छैन। यहाँ किन सजिलो एक्सचेन्ज भइरहेको छैन? किनभने वान्ट्सहरू चाहिँ म्याचिङ भएको छैन क्या। मतलब कि जस्तै मसँग चाहिँ इकोनोमिक्सको नलेज छ र मलाई भात चाहिएको छ होइन, मतलब कि चामल चाहिएको छ, र सपिपरसँग चामल छ, र उसलाई चाहिँ मेरो नलेज चाहिएको छैन। ल उसलाई चाहिँ के चाहिएको छ? दुध चाहिएको छ। मैले त्यही दुध लिनको लागि फार्मरबाट गएँ, र फार्मरलाई चाहिँ के चाहिएको? जुत्ता चाहिएको छ। जुत्ता बनाउने मान्छेले फेरि चामल चाहिएको छ। मिसम्याच भयो क्या। मतलब कि मसँग भएको सामान अगाडिकोलाई मन परेको छैन, र अगाडिकोलाई भएको सामान चाहिँ मलाई चाहिएको छ। दुइटाको मिसम्याच भयो नि त। त्यही प्रब्लम चाहिँ रियल कम्प्लिकेटेड प्रब्लम चाहिँ हाम्रो एन्सियन्ट पिपलहरूले चाहिँ फेस गरेका थिए जब चाहिँ मनी एक्जिस्ट गर्दैन थियो। यो सेन्सले पनि हामीले बुझ्न सक्छौँ कि मनी किन इम्पोर्टेन्ट छ भनेर।
अब यो बाटर सिस्टमको बारेमा अलिकति राम्ररी बुझौँ है त। यो पैसाको इन्भेन्ट हुनुभन्दा पहिला चाहिँ अब मान्छेहरूले चाहिँ अब यो सामानहरू साटासाट गर्नु पऱ्यो होइन, सर्भिसहरू साटासाट गर्नु पऱ्यो भने चाहिँ कुनै अर्को सर्भिससँग चाहिँ अथवा गुडसँग साटासाट गर्थ्यो। जस्तै एउटा मान्छेसँग चामल छ, अर्कोसँग दुध छ र उसलाई दुध चाहिएको छ, अर्कोलाई चामल चाहिएको छ भने साटासाट भयो। तर एउटा मान्छेसँग माछा छ, अर्कोसँग तरकारी छ, माछा भएकोलाई तरकारी चाहिएको छ, तर तरकारी भएकोलाई माछा चाहिएको छैन, उसलाई जुत्ता चाहिएको छ, अब एक्सचेन्ज भयो भएन। किन भएन भन्दाखेरि चाहिँ दुइटैको वान्ट्स मिट हुनुपर्छ र दुइटैको म्याचिङ भएपछि बल्ल एक्सचेन्ज हुन्छ। बुकमा यो सिस्टमलाई चाहिँ बाटर सिस्टम भनेर दिएको छ। डिफिनेसनलाई चाहिँ सिम्पली कसरी लेख्न सकिन्छ भन्दाखेरि चाहिँ बाटर सिस्टम भनेको चाहिँ एउटा त्यस्तो खाले सिस्टम हो जहाँ चाहिँ गुड्स र सर्भिसेसलाई चाहिँ एक्सचेन्ज गरिन्छ, जहाँ चाहिँ क्यासको इन्भल्भमेन्ट बिना। क्यासको इन्भल्भमेन्ट भयो भने चाहिँ त्यो बाटर सिस्टम भएन, क्यासको इन्भल्भमेन्ट छैन भने चाहिँ त्यसलाई भनिन्छ बाटर सिस्टम। एक्जाम्पलको रूपमा रामसँग चाहिँ चामल छ, श्यामसँग दुध छ। रामलाई दुध चाहिएको छ, श्यामलाई पनि चामल चाहिएको छ। रामले चामल दिन्छ, श्यामले दुध दिन्छ, एक्सचेन्ज भयो। यो भनेको बाटर सिस्टम भयो। अब यति सुन्दाखेरि त ठिकै छ त, बाटर सिस्टम सजिलो रहेछ त, एउटा सामान दिएपछि अर्कोले अर्को सामान दिन्छ होइन त, ठिक छ, किन हटाएको त बाटर सिस्टमले भनेर मनमा सोच आएको छ भने ल सुन, गुड्सको एउटा गुड्स दिएको बापत अर्को गुड्स पाउनु होइन भनेको इजी त हो, तर प्रब्लम तब सुरु हुन्छ जब चाहिँ मान्छेको वान्ट्स बढ्न थाल्छ। पहिला पहिला मानिसको वान्ट्स केही पनि थिएन, सिम्पल थियो। अब मान्छे बाँच्नलाई के चाहिन्छ, घाँस बाँस कपास, त्यति नै थियो। स्मल सोसाइटी थियो होइन, चानाहरू पनि कम थियो, त्यही भएर बाटर सिस्टमले नै धानेको थियो। तर जब सोसाइटी डेभलप हुँदै गयो, सोसाइटी बढ्दै गयो, इन्डस्ट्रियलाइजेसन हुँदै गयो, मान्छेहरूको वान्ट्सहरू थपिँदै गयो। मान्छेहरूलाई अब लग्जरी हुनु चाहिन थाल्यो, एजुकेसन चाहिन थाल्यो, अझै धेरै कुराहरू चाहिन थाल्यो नि त। त्यही भएर जति वान्ट्स बढ्दै गयो, बाटर सिस्टम त्यति डिफिकल्ट हुँदै गयो। किन डिफिकल्ट भयो यसको पनि प्रब्लमलाई बुझ्ने छ है त। ल प्रब्लमलाई बुझ भाइ। फर्स्ट प्रब्लम भनेको डबल कोइन्सिडेन्स अफ वान्ट्स। बाटर सिस्टमको सबैभन्दा ठुलो प्रब्लम के थियो भन्दाखेरि चाहिँ डबल कोइन्सिडेन्स अफ वान्ट्स। यो सुन्दाखेरि अलिकति टेक्निकल टर्म सुन्नेला, केही गाह्रो छैन। डबल कोइन्सिडेन्स अफ वान्ट्स भनेको एक्सचेन्ज हुनको लागि दुईजना मानिसले एकअर्काको गुड सेम टाइममा चाहनुपर्छ। यसलाई सिम्पली भन्नुपर्दाखेरि त तिमीसँग एउटा सामान छ, त्यो सामान चाहिँ अर्को मान्छेले चाहिएको छ र अर्को मान्छेसँग भएको सामान चाहिँ तिमीलाई चाहिएको छ, अनि बल्ल एक्सचेन्ज हुन्छ। जस्तै कि तिमीसँग चामल छ, तिमीलाई जुत्ता चाहिएको छ, जुत्ता बनाउने मान्छेसँग जुत्ता छ तर उसलाई चामल चाहिएको छ होइन, अब एक्सचेन्ज हुन्छ कि हुन्छ। तर यदि उसलाई नचाहिएको भए एक्सचेन्ज हुन्थेन। अब यदि वान्ट्स म्याच हुन्थेन भने चाहिँ त्यसलाई भनिन्थ्यो ल्याक अफ डबल कोइन्सिडेन्स अफ वान्ट्स। अब यहाँ बाटर सिस्टमको पेन पोइन्ट कहाँ छ भन्दाखेरि चाहिँ अब बुझ है, तिमीलाई चामल चाहिएको छ तर त्यो सबकिपरसँग चामल छ तर उसले चामल दिन मानिरहेको छैन, किनभने उसलाई दुध चाहिएको छ होइन। अब त्यो दुध खोज्नलाई तिमी चाहिँ एउटा फार्मरबाट गयो, तर फार्मरलाई चाहिँ के चाहिएको छ भन्दाखेरि जुत्ता चाहिएको छ। अब फेरि तिमी जुत्ता खोज्न गयो र त्यो जुत्ता भएको मान्छेलाई चाहिँ के चाहिएको छ भन्दाखेरि चामल चाहिएको छ। यो चाहिँ एउटा सर्कल जस्तै भयो कि, एउटा जब सामान साट्नलाई नि एउटादेखि अर्को, अर्कोदेखि अर्को, अर्कोदेखि अर्कोमा जानु पऱ्यो क्या। कोही हरेक मान्छेसँग केही न केही छ तर त्यो मान्छेहरूको वान्ट्सहरू त म्याच भएको छैन, ट्रान्जेक्सन त्यही भएर स्टक पेन्डिङमा भइरहेको छ। यही नै बाटर सिस्टमको सबभन्दा ठुलो प्रब्लम हो। र यो भनेको कुनै एउटा इमेजिनेसन स्टोरी होइन। आजको लाइफमा पनि यदि पैसा हुन्थेन भने सेम प्रब्लम हुन्थ्यो। मतलब कि जस्तै एउटा इमेजिन गर होइन, तिमी चाहिँ खतरा क्यानभा डिजाइनर हो होइन, राम्रोसँग डिजाइन गर्न सक्छौ। तिमीलाई मोमो खान मन लागेर एउटा रेस्टुरेन्टमा गएर मोमो खायो होइन, तिमी भन्छौ दाइ मलाई चाहिँ यो मोमोको पैसा छ नि, म यसको सट्टा चाहिँ म तपाईँलाई पोस्टर बनाइदिन्छु भनेर भन्यो। तर त्यो अनरले के भन्यो, मलाई चाहिएन भाइ पोस्टर, मलाई केवल क्यास चाहिन्छ भन्यो। अब सोच, तिम्रो क्यानभा डिजाइन स्किल भ्यालुएबल छ ठिक छ, तर त्यो मुमेन्टमा सबकिपरलाई तिम्रो स्किल चाहिँदैन। त्यही भएर चाहिँ त्यो बेला चाहिँ तिम्रो स्किल चाहिँ त्यति भ्यालुएबल भएन। त्यो बेला पैसा नभएको बेलामा चाहिँ तिम्रो स्किलले चाहिँ त्यो मोमो मतलब कि त्यो प्रडक्टलाई चाहिँ किन्न सकेन। तर यदि तिमीले त्यही क्यानभा डिजाइन कसैलाई बेच्यौ जसलाई पोस्टर चाहिएको छ भने त्यहाँबाट तिमीले पैसा कमाउन सक्छौ र मोमो सपमा गएर चाहिँ मोमो किन्न सक्छौ। दिस इज द पावर अफ मनी होइन। मनीले चाहिँ तिम्रो स्किल्स हुन्छ नि, तिमी केसमा क्यापेबिलिटी छौ त्यसलाई चाहिँ एउटा पर्चेसिङ पावरमा कन्भर्ट गरिदिन्छ। मतलब कि एउटा टिचर छ, उसले चाहिँ टिच गर्छ, सिकाउँछ होइन, त्यहाँबाट आएको आम्दानीले चाहिँ उसले त भाडा तिर्छ होइन, आफ्नो वान्ट्सहरू फुलफिल गर्छ। त्यही भएर मनी भनेको केवल एउटा पेपर मात्र होइन, एउटा त ब्रिज हो। मतलब कि
तिमीले चाहिँ के दिन सक्छौ, तिम्रो के क्षमता छ र तिमी के किन्न चाहन्छौ त्यसलाई चाहिँ कनेक्ट गर्ने काम चाहिँ मनीले गर्छ। अब एकचोटि बुझौँ है त, यो मनीले चाहिँ कसरी त्यो बाटर सिस्टमको प्रब्लमलाई सल्भ गर्छ। बाटर सिस्टममा के हुन्छ भन्दाखेरि चाहिँ तिमीलाई जुत्ता चाहियो होइन, तिमीसँग राइस छ, मतलब कि तिमीसँग चाहिँ चामल छ। अब सु मेकरलाई चाहिँ जुत्ता बनाउने मान्छेलाई त्यही चामल चाहिँदैन, एक्सचेन्ज फेल भयो। तर मनी सिस्टममा के हुन्छ भन्दाखेरि चाहिँ तिमीले चामल बेच्यौ होइन, तिमीले पैसा कमायो, त्यो पैसा कमाएपछि चाहिँ तिमी त्यो जुत्ता बनाउने मान्छे कहाँ गयो, तिमीलाई पैसा दियो र जुत्ता बनाउने मान्छेले जुत्ता दियो। अब जुत्ता बनाउने मान्छेलाई तिम्रो राइस चाहिने निडै भएन, किनकि तिमीले पैसा दियो, किनकि उसलाई थाहा छ त्यो जुत्ता बनाउने मान्छेलाई कि यो पैसाले चाहिँ मैले अरू केही सामान किन्न सक्छु नि त होइन। यही हो मनीको चाहिँ म्याजिक भनेको। मनीले चाहिँ अब यो डाइरेक्ट वान्ट्सको चाहिँ म्याचिङ हुनलाई चाहिँ आवश्यकलाई चाहिँ हटाइदिन्छ है। अब टिचरले चाहिँ जस्तो स्टुडेन्टलाई पढाउँछ, अब स्टुडेन्टले चाहिँ अब टिचरलाई को घरमा गएर काम गर्नुपर्ने त्यो हुँदैन, उसले पैसा तिर्छ, त्यो पैसाले चाहिँ उसले खाना खान्छ होइन, सामान किन्छ, भाडा किन्छ, जे गरे नि गर्छ। मनीले चाहिँ पिपलहरूलाई चाहिँ कनेक्ट गर्छ विथाउट डाइरेक्ट निड अफ एक्सचेन्ज अफ गुड। डाइरेक्टली गुडहरू चाहिँ हाम्रो एक्सचेन्ज नभइकन मान्छेहरूलाई चाहिँ कनेक्ट गर्ने काम गर्छ, त्यही भएर चाहिँ पैसा चाहिएको हुन्छ हामीलाई। अब बुझौँ कि यो मनी इन्भेन्टेड भयो नि त, मनी इन्भेन्टेड चाहिँ यसरी भएको होइन कि मान्छेलाई चाहिँ पेपर मन पर्थ्यो भनेर, र यस्तो भएर नि होइन कि कोइनहरू चाहिँ देख्दाखेरि राम्रो देखिन्छ भनेर। यो मनी चाहिँ इन्भेन्टेड भएको हो बाटर सिस्टमको पेनले गर्दाखेरि। त्यो पेनलाई चाहिँ सल्भ गर्नको लागि चाहिँ, त्यो ट्रेडलाई चाहिँ सल्भ गर्नको लागि, त्यो ट्रेड प्रब्लमलाई चाहिँ बाटर सिस्टमको अन्त्य भएर मनी सिस्टम आएको हो। त्यो मनी आउनुभन्दा पहिला बाटर सिस्टममा त एक्सचेन्ज एकदम स्लो हुन्थ्यो, ट्रेड चाहिँ कन्फ्युजिङ हुन्थ्यो होइन। एक्सचेन्ज गर्नको लागि चाहिँ दुईवटाको वान्ट्स चाहिँ म्याच हुनु पर्थ्यो। तर सोसाइटी ग्रो हुँदै गयो, डेभलप हुँदै गयो, मान्छेहरूको गुड्सहरू त्यो अझै वान्ट्सहरू त्यो अझै बढ्दै गयो, त्यही भएर बाटर सिस्टमले धान्न सकेन, त्यही भएर मनी चाहिँ चाहियो हामीलाई। सो आशा छ तिमीले चाहिँ यो बाटर सिस्टम किन इम्पोर्टेन्ट छ, आशा छ बाटर सिस्टमको बारेमा तिमीले कन्सेप्ट बुझ्यौ, बाटर सिस्टमलाई किन हटाइयो भन्ने कुराको बारेमा बुझ्यौ होइन। यदि इक्जाममा सोध्यो भने डिफाइन बाटर सिस्टम भनेर सोध्छ, अहिले बुझ्यौ नि त। बाटर सिस्टम भने त्यस्तो सिस्टम हो जहाँ चाहिँ डाइरेक्टली पैसाहरूको चाहिँ लेनदेन नभइकन सामानबाट सामान चाहिँ लेनदेन हुन्छ भन्ने कुरा बुझ्यौ होइन। अनि तिमीले अर्को कुरा पनि बुझ्यौ कि यो बाटर सिस्टमलाई हामीले किन हटाएर चाहिँ मनी सिस्टम ल्यायो भन्दाखेरि चाहिँ डबल कोइन्सिडेन्स अफ फन्ड्स, मतलब कि दुईटै वान्ट्स चाहिँ म्याच हुनुपर्ने सिस्टमलाई चाहिँ यसले हटाइदिन्छ भनेर तिमीले त्यसरी लेख्नु पऱ्यो। अब आशा छ मैले चाहिँ जति सक्यो त्यति क्लियर बनाउन सकेँ। अब राम्रो लाग्यो भने लाइक, सेयर, सब्सक्राइब गरिदिनु होला र मलाई मोटिभेट गर्नको लागि चाहिँ कमेन्ट गरिदिनु होला। दिस मच फर इन दिस टुडे भिडियो। Meet you in next video. Until then, bye bye.